3rd May ma NWC 6 fixed. Fighters are ready, audience are ready, cage is ready, everything is ready. I'm even ready. So let's go for this bang event. Let's go. Let's go. Kill गर्नु पर्ने हुन्छ हैन. Oh, that's wait code सुरु भइराछ. त्यही फाइट वीक भनेको ठीक ठीक प्रेसर त भइ नै हाल्छ तर त्यस्तो पनि छैन. बवाल लक एन्ड रोल नै जित्ने. Let's go. 15 seconds. Watch the choke. The main fight, Kunjan Kaksapati. Greetings for the fight. I'm very much excited. NWC 6 मा चाहिँ आउनै पर्छ है, आउनै पर्छ. प्रबल दाइ, कुञ्जन दाइ, हाम्रो अमन दाइहरू खेलिरहनु भएको छ. उहाँहरू चाहिँ पहिला पनि फेस अफ NWC है. Excited? एकदम excited. Get your ticket from IME Pay. That's it. What's up everybody? Welcome back to my channel. So after a long time, so अब चाहिँ हाम्रो 3rd May मा NWC 6 आउँदैछ and this Saturday. So guys, अहिलेसम्म टिकट लिएको छैन भने IME Pay मा गएर get your ticket. अनि यो पटकको चाहिँ NWC 6 दशरथ रङ्गशालाको कभर हलमा हुन गइरहेको छ. सो एकदम एक्साइटेड हुनेवाला छ. केटाहरू एकदम सार्प भइरहेको छ. अनि यस, सो अब चाहिँ दिस इज द लास्ट विक. सो यो चाहिँ फाइट विक हो NWC को. अनि केटाहरूको ट्रेनिङ भइरहेको छ. अनि सो म हल्का केटाहरूसँग इन्टरेक्ट गर्न खोज्छु तर केटाहरू फाइटिङ जोनमा छ. बट ओके, एन्ड लेट्स गो केटाहरूको फाइट क्याम्पतिर. फलो मी. आज यु क्यान सी, सो केटाहरू एकदम सार्प देखिरहेछ. के छ केटा, कस्तो भइरहेछ NWC 6 को प्रिपरेसन केटाहरूको? पानी पनि दिनु. हामी भन्न कस्तो भइरहेछ? ठिक छ, राम्रो गरिरहेको छ. सार्प देखिरहेको छ केटाहरू. केटा जस अब लास्ट हो नि त यो क्याम्प हैन. अनि तेरो चाहिँ कस्तो भइरहेछ? त के गर्दैछस्? मलाई त्यही हो, यसको इन्तजारमा छौँ. बाँकी त लेट्स गो. स्टप एभ्रिथिङ. हेलो दाइ, गुड मर्निङ. गुड मर्निङ. अल गुड दाइ? अल गुड. अनि केटाहरू क्याम्प कस्तो भइरहेछ दाइ? राम्रो. अहिले त लास्ट विक छ, सो इट्स मोर लाइट ट्रेनिङ एन्ड रिकभरी. यस सर. सो अब यो स्याटरडे फाइट हुँदैछ. जस दाइले क्याम्प गराउनु भइरहेछ एकपटक पनि. लेसको केटाहरू खतरा गर्नेवाला छ. अनि म्याग्दै के भन्नु छ? अनि तिमीले के सोध्नु छ? सोध्नु त्यही हो, केटाहरू कस्तो लागिरहेछ अहिलेको सिक्सको लागि? एकदम आइ एम भेरी एक्साइटेड होइन. अनि त्यो केटाहरू फाइटको लागि कस्तो भइरहेछ भने सोच्नु, उसको नेपाली जस्तो छ नि त्यस्तै भइरहेछ. यस सर, द्याट्स इट. जस क्याम्प कडा गइरहेछ, केटाहरू सार्प देखिरहेछ. ओ भाइ, तिमीलाई NWC 6 कस्तो हुन्छ जस्तो लागिरहेछ? बवाल लक एन्ड रोल नै जित्ने. लेट्स गो नेपाल. 5 4 3 2 and you can fly a push up and jump squat 10. Nagaraj, you also work on your takedown entry. What the fuck is this? Bro, you should be doing by your own, not after me telling you. Who is this guy? Viking. Our one and only bad boy. Come on, let's go. Turn him. Don't get your back to the cage. Just clinch with him, Ali. Oh, nice. Get out. Oh, 15 seconds. Watch the choke.
Keep getting up. Don't let him get the hooks in. Tripod now. Tripod. Up. Turn into him. And break. Walking, guys. Walking. Keep walking. Hands up. Just got the hand. What you walking around? 100? 95? Let's go. Done, guys. Done for the now. I mean, evening we'll do the fight training. 3 rounds. You could have walked 3 rounds. Continuously. Okay. So first time अब मेन इभेन्ट अनि यो क्याम्प कस्तो चलिरहेको छ त्यति मात्र प्लिज क्याम्प दामी भइरहेछ अब सकि नै छ यो क्याम्प त रिकभरी विक ओके सो फाइट विक यो चाहिँ होइन अनि कतिको प्रेसर छ त अनि प्रेसर ठिकै प्रेसर त भइ नै हाल्छ तर त्यस्तो पनि छैन ठिकै छ ओके थ्याङ्क यू सर लेट्स गो हान्नुपर्ने हुन्छ हामीले मिलाएर ओके सो म चाहिँ हाम्रो यहाँ अर्को ग्याङसँग सुकेर अब जस्ट 4 डे लेफ्ट पछाडि चलिरहेछ अनि एन्ड राहुल दाई के छ यस सर सो अब यो चाहिँ अब हाम्रो ट्रेनिङ त अलमोस्ट सकिसक्यो फाइट विक अनि कस्तो गइरहेछ त अब रेडी होइन वार गर्नलाई रेडी होइन त ब्याड बोय इज कमिङ केटा हो यस सर अब जे हुन्छ मेथड रङ्गशालामा ब्याङ थ्याङ्क यू सर फाइट आउँदैछ अब आफ्टर लङ एन्ड अफ 3 पछि होइन त लास्ट फाइट 3 मा थियो अनि त्यसपछि सिधै 6 मा छ सो भन्नु न के कस्तो छ मेरो यस सर ट्रेनिङ त दामी भयो यार है खालि स्याटरडे फाइटको लागि रेडी होइन त सबैजना रेडी छ अलिकति वेट कट मात्रै बाँकी छ अनि ओके सो अनि त्यो भइहाल्यो अनि ट्रेनिङ क्याम्प दामी भएछ अब चाहिँ लास्ट फाइट विक अनि कतिको छ प्रेसर होइन अब आफ्टर लङ टाइम इनसाइड द केज एक्साइटेड चाहिँ छु यार कति धेरै पछि अलिक केजमा छिर्नु लागेको है एक्साइटेड रादर देन नर्भस एक्साइटेड छु मी एन्ड द गाइज लेट्स गो हार्ड वर्क गरेछ है ब्याङ हान्नुपर्ने सो अब केटाहरूको चाहिँ आइस बाथ र सौना रिकभरी चलिरहेछ एन्ड सो लेट्स गो कस्तो भइरहेछ होइन Here we go. आइस आयो नाइस कपाल म गर्दैछु त्यसो भयो कस्तो भइरहेछ त दामी हान्नुपर्ने हुन्छ कमन इभेन्ट अनि लेट्स गो कति हुनुपर्ने हो 70 इजी आउँछ ल तिमी नप त 59.800 2 kg आज होइन त 2 मिनट तिमीमा उस सनसन होइन अस्ति कि भात टाउको नडु भयो अब धेरै चिसोमा बस्नु 2 मिनट ओके अनि कृतिम तिमीलाई चाहिँ अब के भइरहेछ त फाइट विक कमिङ स्याटरडे रेडी फाइटको लागि अब के भन्नु अब लाइट ट्रेलहरू चलिरहेछ वेट कट सुरु भइरहेछ त्यही फाइट विक भनेको रिकभरी कति पानी खाएर 200-300 ग्राम बढ्यो तिम्रो अब कति मन्थ पछि भयो रे फाइट एन्ड्रोसी 5 पछि हैन ब्याक टु ब्याक द्याट्स द स्पिरिट लेट्स गो 3 मन्थ सही हो सही हो हान्नु पर्ने हुन्छ हैन त अस्ति हारे अब यो पालि जित्नु पर्ने हुन्छ द्याट्स इट ल सो लेट्स गो लास्ट राउन्ड 1 मिनेट हैन धेरै बस्नु पर्दैन कि अब यो हल्का हल्का बस्नु हैन त्यो सोरेस मात्र कम गर्नु सोरेस कम लाग्यो भयो के छ सोनम एकदम फिट एन्ड फाइन 20 सेकेन्ड 10 सेकेन्ड अब फिट एन्ड फाइन अनि रेडी टु किल लेट्स गो किल गर्नु पर्ने हुन्छ हैन ओ द्याट्स
के हुँदैन रे मर्दैन ल हुन्छ त लेट्स गो सो सबै कुरा दामी भइसक्यो अनि आज जो मैले अगाडि क्लिपहरू भयो हालिसकेको छु केटाहरूको फाइट क्याम्प कस्तो भयो दिस द्याट अल दिस थिङ लास्टमा भन्नुपर्ने केही छैन केटाहरू सब रेडी टु वर्क एकदम सार्ट देखिरहेको छ केटाहरू सो दिस कमिङ स्याटरडे 3 मेमा दशरथ रङ्गशाला स्टेडियममा वार हुनेवाला छ सबजना आउनु पऱ्यो सो त्यसको लागि के गर्नु पऱ्यो त मेन थिङ आइएमई पेमा गएर टिकट किन्ने पछि आएर फिल्ममा टिकट फोन गरेर दिस द्याट फक द सिट गेट यो टिकट मात्रै भित्र आऊ भाइ नत्र घर जाऊ है मेन थिङ भनेको चाहिँ हाम्रो लोकल फाइटरहरूलाई सपोर्ट गर्नुपर्ने हुन्छ हामीले गाइज सो अब पछाडिको पक्कै पनि माछा बजार होइन सब एमएमए एभ्री वान इज रोलिङ आउट देयर सो तपाईँलाई पनि फाइट गर्नु मन छ फाइट ट्रेनिङ एमएमए सिक्नु मन छ भने यु क्यान कम टु ट्याप आउट आज कममा पनि भइरहेको छ हाम्रो एमएमए क्लासेसहरू त्यो कुराहरू सोध्दैछ मेन कुरा भनेको 3 मेमा एनडब्ल्युसी 6 फिक्स fighters are ready, audience are ready, cage is ready, everything is ready. I'm even ready. So let's go for this bang event. Let's go. Who is this guy? Okay. So guys, that's your boy. Okay, Samir. AKA the Samir. अनि Samir सुन न एउटा कुरा के अब हाम्रो एनडब्ल्युसी आउँदैछ त्यो शनिबार अनि के भन्नु छ तिमीलाई Are you excited? एकदम एक्साइटेड गेट योर टिकट फ्रम आइएमई पे That's it. गाइस ल ब्रो बब्बाल हान्नुपर्छ हामीले फाइटरले त हान्दिनै नै हाल्छ हामीले पनि क्राउड सपोर्ट एभ्रिथिङ उता पनि एकछिन सो ओके सो कथा न अनि सो हामीसँग आवर फेस अफ ट्याप आउट हाम्रो अर्को स्टाफ हुनुहुन्छ वान एन्ड ओन्ली युनिसा सो प्लिज युनिसा ओके सो अनि के छ त युनिसा कस्तो छ यो एनडब्ल्युसीको लागि कतिको एक्साइटेड छौ एकदमै एक्साइटेड एनडब्ल्युसी 6 को लागि बिकज there are many local talents plus the originals of Kathmandu and the Mewari team, which is pretty much exciting. Alright, so अरु कुरा छोड्दै तिमी कसको फाइट हेर्न एक्साइटेड हो म one and only on the main event, the Kunjan. Yeah, awkward भएकै हो कुञ्जन कक्षापति द बुगी म्यान अनि त्यसपछि हाम्रो के भन्छ कृत्रिम श्रेष्ठ ओपनिङ फाइट द कृत्रिम श्रेष्ठ हाम्रो प्यारो भाइ भनेपछि तिमी चाहिँ जो ओपनिङ फाइट र क्लोजिङ फाइटको लागि एकदम एक्साइटेड भनौँ न ओभरअलमा लाइक अरू फाइट पनि दामी दामी छ केटा हो त्यहाँ फेरि बब्बाल हुनेवाला छ अब यता आमामा यो चाहिँ हाम्रो दाइ पनि फाइटर नै हो दाइ पनि फाइटर हो मेरो फाइट very much excited. लेट्स गो ओके अनि तिमीलाई चाहिँ यता हेर त नानी एनडब्ल्युसी गाइस एनडब्ल्युसी लेट्स गो म चाहिँ भन्नु चाहिँ एनडब्ल्युसी 6 मा चाहिँ आउनै पर्छ है आउनै पर्छ हाम्रो प्रबल ओके अनि भन न हाम्रो प्रबल दाई कुञ्जन दाई हाम्रो अमन दाईहरू खेलिराख्नु भएको छ उहाँहरू चाहिँ पहिला पनि फेस अफ एनडब्ल्युसी है फेस अफ एनडब्ल्युसी अनि पछि यो फाइटमा चाहिँ आउनै पर्छ म चाहिँ को त अनि तपाईँ चाहिँ अब फेस अफ गाइस सो सी यू अन दशरथ रङ्गशाला स्टेडियम 3 मे लक योर डेट लेट्स गो चट्ट लाएर ब्याङ द्याट्स इट